ल गाइजहरू हामी चाहिँ यो खानीको अहिले उदयपुर सिमेन्टी को यो खानी जुन छ चुनढुङ्गा त्योबाट त्यो लोड गर्ने ठाउँतिर माथि लाने ठाउँमा चाहिँ हामी जाँदैछौँ। यो बाटो हो, यो बाटोबाट भुवन भाइ र म होइन। भुवन भाइ कस्तो लाग्यो आज? तिमी भिडियो नगर यहीँ समाउन। अब एउटै मोडबाट गर्ने हामी। यो चाहिँ चुनढुङ्गा उदयपुर जिल्लाको चाहिँ यो जलकेनी भन्ने ठाउँमा होइन, वडा नम्बर 4 को चाहिँ उदयपुर गढी गाउँपालिका। यो बाटो हुँदै जान्छ, यो बाटो हुँदै गएर माथि छ, यता माथि छ, यहाँनिर चाहिँ चुनढुङ्गाहरू चाहिँ यहाँबाट लिएर जान्छ जहिले टिपरहरू। अब हामी उकालो जाँदैछौँ। यो बाटो कस्तो डेन्जर छ यार, हेर्नु ल ल समाउँ त। खोलाको बाटो, खोला पनि छ यता है। बाटो लास्टै डेन्जर छ है साथीहरू। यस्तो बाटो हुँदै यार टिपरले कति 20 टन 21 टन बोकेर झर्छ। यो बाटो झर्नुपर्ने हुन्छ। खतरा छ बिचरा ड्राइभरहरूको जिन्दगी पनि यार गाह्रो छ। त्यसमा फेरि बाटो वान वे हो, एकदम वान वे, अप्रोच बाई वान वे। अब यहाँ लोड बोकेर आएको हुन्छ, यस्तो उकालो छ है। अनि यहाँबाट खाली जाँदाखेरि साइड दिनलाई पनि मुस्किल पर्छ। यस्तो अवस्था छ यहाँको, र पनि चलिरहेको जस्तो जस्तो अहिलेसम्म यो सञ्चालन भएको करिब भयो 4-5 वर्ष जस्तो लाग्छ मेरो विचारमा। पुरै चाहिँ थाहा भएन, मलाई पुरै थाहा भएन। मैले देखेँ अनुसारले मैले बुझेअनुसारले 4-5 वर्ष चाहिँ मजाले भएको छ। अब यो निकै नै चल्छ अझै पनि। यसरी ढुङ्गाहरू चाहिँ माथिबाट चाहिँ यस्तो ठाउँबाट चाहिँ ल्याउनु परेको छ। अब यहाँ डम्पिङ गरेर राखेको छ, देख्नुभएको छ अगाडि यसरी यहाँ भनेको छ। हेर्नु न कस्तो ल्या डेन्जर छ एकदमै है। यता गाडी पनि आएको हुनसक्छ, हामी होसियारपूर्वक जानुपर्ने हुन्छ होइन। यहाँ गाडीहरू लोड बोकेर आउँदाखेरि साइड दिनलाई पनि हम्ने गाह्रो पर्ने हुन्छ क्या। अनि अहिले यसो थोरै कन्टेन्टको यहाँ माथि आइराखेको रहेछ है गाडी लाइन छ। गाडी लाइन रहेछ, अहिले जाम रहेछ पुरा। यहाँ अहिलेदेखि उहाँ माथि जब पनि झर्दा आउने आइरहेको है। यस्तो छ कि अहिले बर्खाको बेला बाटो लास्टै डेन्जर। माथि उहाँ माथि आउँदा ढुङ्गाहरू पनि झर्न सक्छ। यहाँ त बडो खतरा छ डेन्जर। साइड दिनलाई पनि गाह्रो क्या। तर हामी यस्तै रिक्स लिएर हिँडिरहेको छौँ यो बाटो। यहाँ पानी भर्ने गरेको छ ट्याङ्करको लागि। भाइजातमा अगाडि केही होला जस्तो छ हेरौँ। हामी त्यो साइडमा गइराख्छौँ ल गाडी, त्यो साइडमा राख्छौँ। अन्त आइराखेको रहेछ कि त्यस एउटाको लागि माथि पनि टन्नै आइरहेको छ। त्यसको लागि चाहिँ यत्रो झरेको कतिलाई टिपर आएन, 2, 4, 6, 8, 10-12वटा जति रोकिदिएको रहेछ। भइहाल्यो रोक्दा डेन्जर यार एकदम। यो माथिबाट ढुङ्गा झऱ्यो भने पनि गाह्रो छ। हामी लाग्छु होइन, कति टर्निङ हो माथि हो नि अझै उहाँ माथि ढुङ्गा बोकेर झर्दै गरेको कि चढ्दै गरेको हो। कोही जाँदै गरे कोही झर्दै गरे हिँडेको हो। हामी त अब यो भिड होइन, अर्को भिड हो फलो गर्ने। यो त होइन, हामी त पऱ्यो